फुटबलको नाममा त हामीले फु पनि खेलेन यार भन्नै पर्दैन नकारामुजी अब के भन्नु साले मेसी मुलो साले 3 गोल हानेर रोनाल्डोलाई सदमामा पुर्याइदियो यार अब रोनाल्डो त मलाई क्यारम बोर्ड खेल्न जान्छु भन्दैछ यार मेसीले अब 3 गोल हान्यो तिमीले त सकेन अब तिमी क्यारम बोर्डै खेल्न जाऊ अब देशै त्यसको नाममा चल्छ त्यो क्यारम बोर्ड खेल्न गयो भने हामी पनि साला त्यो सँगसँगै क्यारम बोर्ड खेल्न जानुपर्ने हुन्छ यार फुटबलमा भविष्य देखेन यार हामीले त म्याच साले खाते अब के भन्ने जहिले मुख छाडा गर्छ तर ट्रेनिङको फुटेजमा त रोनाल्डो जहिले फर्ममा छ जस्तो लाग्छ घन्टा त्यो हेर्दामा त त्यस्तो गेममा त कुवाच छ त्यो भनेपछि तपाईँहरूले हाम्रो चाहिँ गेम हेर्दै नै रहेछ है त ए मुजी मलाई त खेल्नै मन लागेन अया के गरे नपिट्न यार म खेल्दिनँ अब तपाईँले त मेहनत गर्नै खोजेको हो अर्को पालि ट्राई गर्नुहोस् न पर्दैन म त घरमा गएर बरु लुडो खेले बसौँला मैले सकेन यो रोनाल्डो लुडोमा पनि हार्ने होला के विश्वास छ अया अब यो बुढो भइसकेको छ अया साले त्यो बुढो जहिले अफसाइड पोसे गर्छ अनि पास पाउँदैन रोएर बसेर काहीँ हुन्छ साले तैँले चाहिँ खुब खेलिस् राम्रो अब माफ पम दाजु अया